श्रम संस्कृति पार्टी झापा कमल 3 वडा कमिटीमा सौगात तेउङको अध्यक्षतामा 19औं सदस्यता गठन। राष्ट्रिय गानबाट सुरु गरेको सो कार्यक्रममा प्रमुख अतिथि श्रम संस्कृति पार्टी जिल्ला सदस्य रोमन राई र विशेष अतिथिमा जिल्ला सदस्य राजकुमार ढुङ्गाना लगायतले नवगठित पदाधिकारी तथा सदस्यहरूलाई माटोको टीका लगाई बधाई तथा शुभकामना दिएका थिए। पालिका सचिव जपन राईद्वारा सञ्चालित उक्त कार्यक्रमलाई स्वागत गर्दै कमल गाउँपालिका उपाध्यक्ष दुरेन नेमाङले पार्टीको विचारसहित उद्देश्य बारे प्रस्ताएका थिए। हेर्नुहोस् एक रिपोर्ट। यही विश्वास साथ के छ भने आज हामी यस वडा विस्तार गर्ने विषयमा हामी वडा नम्बर 3 मा उपस्थित भएका छौं र यस उपस्थितिमा आज वडा कमिटी गठन हुँदैछ। यो वडा कमिटी गठन हुँदै गर्दाखेरि यो वडा कमिटीमा यो समितिमा रहनु हुनुहुने सम्पूर्ण वडा कमिटीलाई म अग्रिम शुभकामना दिन पनि चाहन्छु र के छ भने कार्यकालको यो वडा कमिटीको कार्यकालको पनि म शुभकामना दिन चाहन्छु। पक्कै पनि आज के छ भने वडा कमिटी गठन हुन्छ। यो वडा कमिटी एउटा दरिलो र मजबुत एउटा के छ भने स्थापित गर्ने एउटा संगठन बन्छ भन्ने के छ भने हामी गाउँपालिकाका तर्फबाट के विश्वास गरेका छौं। त्यसले गर्दाखेरि के छ भने यो वडा कमिटीले आउँदै गरेको स्थानीय तहको निर्वाचनलाई पनि एकदम मजबुत र दरिलोका साथ के छ भने साथ र सहयोग गरेर यो वडा नम्बर 3 लाई चाहिँ के छ भने एउटा माटोमय वडा कमिटी गठन गरेर हाम्रो जनप्रतिनिधिलाई पनि के छ भने यो वडा कमिटीले यो वडा नम्बर 3 मा के छ भने जनप्रतिनिधि स्थापित गर्छ भन्ने के विश्वास गरिरहेको छु। यो एउटा माहौल हेरेर र के छ त्यसै गरी के छ भने गाउँपालिकाका अध्यक्षको विषयमा पनि के छ भने यो वडा कमिटीले पनि सेवा गर्न सक्छ र ठुलो जिम्मेवारी रहन्छ। त्यो विषयमा पनि के छ भने ठुलो साथ र सहयोग गरेर